हेलो 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 गुड मर्निङ सबैजनालाई। होप सबैजना सन्चै हुनुहुन्छ होला। आज 2082 साल 10 महिना 2 गतिका दिन तपाईँहरू सबैजनालाई मेरो यस युट्युब च्यानलबाट वेलकम छ। यस्तो छ यस सागहरू, यस्तो छ हाम्रो घरको करेसामा छतमा लगाएको सागपातहरू है। सबैजनालाई नमस्ते, शुभ बिहानी, गुड मर्निङ। होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र म आज बिहानको समयमा आफ्नै घरको छतमा आएर केही क्याप्चरहरू लिइरहेको छु। घरमा उत्पादन भएको केही कुराहरू, सागहरू भर्खर उम्रिँदै फल्दै हुर्किँदै र यस्तै छ। यो जसपुर बजारको अवस्था हो। जसपुर बजार हामीले चलायमान हुँदैछ, व्यापारिक अवस्थामा अघि लम्किँदैछ। त्यस कारण पनि यो प्युठान जिल्लाको एक चलबल भिडभाड हुने एरियामै पर्दछ। हाम्रो माण्डवी गाउँपालिका माथि पर्छ, उता यताबाट जानुपर्छ। र यस्तै छ, माथि यो डाँडामा भन्ने ठाउँ छ। र त्यसै गरी नमस्ते प्युठानको गाडी पनि भर्खर आयो। गाडी भिडभाड चलबल एकदमै बढ्ने क्रममा छ। यहाँको बासिन्दाहरू सबै होटल व्यवसायी नै छन्, त्यस कारण हामी पनि होटल व्यवसायी छौँ। त्यसैले अरू फलकहरू हेर्दै हेर्नु पुर बजारको यो बिहानी समय हो। बिहानी समय हाम्रो माण्डवी गाउँपालिका 3 जसपुर बजारको अवस्था भिडभाडतर्फ लम्किँदैछ। त्यही हो है, धेरै कुराहरू भनेन। अझ चाहिँ आजको दिनमा कन्टिन्यू हुँदै जानेछ अवस्था। अनि